फेरि सम्पूर्णलाई कृषि जुगन्दामा जय मसी छ। आज हाम्रो चर्चमा मादर्स डेको प्रोग्राम हुन गइरहेको छ। म हजुरलाई यो भिडियो मार्फत म देखाउन गइरहेको छु। को कार्यक्रम भइरहेको छ। यहाँ हाम्रो राजु त एकदम काममा जोसिलो हुनुहुन्छ। उहाँ यहाँ काका पनि उहाँले काटेरै बस्नु भएको छ। यसरी पनि एकदमै बिजी हुनुहुन्छ काममा। यहाँ हाम्रो कामहरू भइरहेको छ। यहाँ यता यहाँनिर हाम्रो कामहरू हल्का भइरहेको छ। यहाँनिर हाम्रो भाइ दर्शक हो, यो चाहिँ एकदम नम्बर 1 हो हाम्रो। होइन सुक्नु दिएर होइन न यस्तै होइन त्यस्तै माटो त धुन्थ्यो नि किन तेल गाँचोमा हाल्यो फेरि पनि जय मस्ती। यहाँ जुस छाड्यो मादर्स डेको उपलक्ष्यमा। हल्का स्लाइड छ यहाँनिर, एकदमै चिसो पनि छ, गर्मी पनि मौसम ज्यादै छ। त्यसको मार्गमा हामी कार्य आएछ भने त्यो फेरि एउटा निराश नहुनु। सानपट चुनेर आफ्नो हातले निष्ठोर साथ काम गर्छिन् भनेको छ। उनले चाहिँ आफ्नो हातले सानपट र आफ्नो हातले सुख साथ फाइनली हामीले आफ्नो सेवा सकेको पछि हामीले प्रेम भोज, यहाँ हामीहरूको दिवसको उपलक्ष्यमा हामीले भोज यानि कि हाम्रो मण्डलीबाट भोज तयारी गरेको थियो। अनि तपाईँले देख्न सक्नुहुन्छ हामीहरू अति मिठो रूपमा मेलमिलापको साथमा उहाँले भोजन तयारी गरिराख्नु भएको छ, सेवन गरिराख्नु भएको छ। उपलक्ष्यमा खानाहरू एकदम बढी रूपमा भइरहेको छ। यहाँ कस्तो लाग्दैछ त तपाईँलाई? खानाहरू कस्तो छ? स्वादिष्ट छ या एकदम राम्रो छ। थ्यांक यू सो मच फादर लाइफ। ओके, एकदम राम्रो। ल एकदम धन्यवाद छ। तपाईहरुलाई साह्रै दामी खाना बनाएर
यहाँ कोही कोहीको नानीहरू चाहिँ यसरी अब जिस नंबर पे संपर्क कर रहे हैं वो अभी स्विच अफ है। फेरि पनि हजुरहरूले देख्न सक्नुहुन्छ हामी आफ्नो काममा व्यस्त हुँदै खाना खाएको पछि, किनभने यो धेरै नै महत्त्वपूर्ण काम हो अनि हामी आफ्नो काममा व्यस्त हुँदै हामी युवाहरू र तपाईँले देख्न सक्नुहुन्छ, किनभने खाना खाएर मात्रै हुँदैन, यो गर्न चाहिँ धेरै अनिवार्य छ। ल ओके, फेरि पनि जय मसी। मलाई विश्वास छ यो भिडियो हजुरलाई मन पर्यो भनेर।